Freaky girl under the sheets. But you love when things start slowing down. I know you got me, baby. So hello and namaste guys, फेरि पनि तपाईहरुलाई मेरो नयाँ YouTube भिडियोमा स्वागत छ हैन। अब थाहा पाइहाल्नुभयो होला मेरो YouTube च्यानल के को बारेमा हो भनेर थाहा पाइसक्नु भएको छ। अनि अझै जब धरन झर्दा चाहिँ खाली झर्दैछु, फर्किँदा चाहिँ माल्छ गाडी बिग्रिरहेछ नि त। एकचोटि भालेपति गयो कि के गयो थाहा चाहिँ छैन। अब झर्दैछु बिहान बिहानै। उयसको त झन् निन्द्रै पुगेन रे, हो के नभन्दा हेलो भन्दैन। हेलो के भन्न एक दुई शब्द बोल्न। ओइ बोल्न एक दुई शब्द। एकचोटि लजाउँछ पो यार केटी जस्तै। ल त गाइस, म राम्रो राम्रो क्लिपहरू चाहिँ चट्टा हालिदिन्छु है त काटेर है। गाडीको गियरबक्सको कोइस सिलाम चमल मुरुक अनि चक्का उठाउनु पर्ने नै हो त। आया अहिले चाहिँ हामी के भन्छ गाडीको सामानहरू लिएर फर्किँदैछौँ होइन। लास्ट नै गर्मी छ क्या। अनि हामी चाहिँ गाडी बनाएर निस्किसक्यौँ। अब लोड गर्नु जानुपर्ने के सिमेन्टहरू केहरू छ। अनि केटा पनि आइपुग्यो। दिस तैँले कसलाई दिस? छोटुलाई सानो फुच्चे भनेको होइन छोटु यसले पनि ल टिप दिएर आएछ। केटाले जहिले गाडी हेरिदिन्छ नि त आउनु बित्तिकै। अनि त्यही भएर ल है त अब लोड गरेको हेरौँ ल। Now we are heading through this chain of terrain. हामी तल beautiful side जानुपर्ने छ because we have something beautiful Chira. कस्तो गाडी कुदाउँछ यार। गाडी हेर्नु नि, कमसे कम गाडी आएको छ होइन। यसको मतलब सबै अर्को बारेमा छिर्नु जान्छ सानो हामी रोडमा मात्रै फोकस गरेर कुदाउनु पर्छ। यहाँ फेरि जस्तो नि हुनसक्छ यस्तो हुन्छ। सो we should be careful and drive. Oh my god, this damn. फेरि धरान 8 मा हो। अनलाइन सामान चाहिँ लिन आएको थियौँ। फेरि लाग्यौँ। अब अझै सामान लोड गर्ने बाँकी छ। मेरो खर्दा धनकुटा बहिनीको कहाँ बज्यो नानीको कहाँ बज्यो। Excuse me please. My vehicle is coming. I swear to God, I'm sorry for distracting, okay? I'm sorry. Okay. Sorry.
हाल्ने रुमालमा धरान यस्तो एरियामा चाहिँ ओभर सेभ गरी चलाउनु पर्छ होइन नाच्न कस्तो त हाँसिस भने मेरो कन्फिडेन्ट लेभलै घट्छ के नाच्न यहाँ त्यसरी लास्टै भिडियो नि फेरि यहाँ त हो जुनी काट्छु भन्थ्यो नि मसित मनको छैन जोडी चौकसित पर मामाहरूले हेरिरहेछ नि तेरो सोल्टी मामाहरूले हेरिरहेको छ नि Finally guys, this is the Thoran Bazaar. यसलाई हतार क्या शादी करोगी मुझसे शादी करोगी ला 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 यो फोन निकाल त बजार एरियातिर बिस्तारै कुदाउनु पर्ने हुन्छ ओ हेलो गाइज वाट जस्ट ह्यापेन्ड हियर ओ नो यु कुड सी देयर क्यान यु सी देयर माइक्रो जाने गम्मै छिरेछ त सो ड्राइभ स्लो माइक्रो त अब यस्तै हो गाह्रो छ नि हो गरी खानु भित्र छिर्छ के अरे गरी खानु गाह्रो छ है साथी हो फाइनल्ली हामी चाहिँ भेटार पुग्यो होइन वान अफ द कुलेस्ट प्लेस अफ दि अर्थ अब हामी चाहिँ यहाँबाट माथि लाग्नुपर्ने हुन्छ यहाँ तल यहाँ माथि चाहिँ राजारानी बुधबारे कता पुगिन्छ यहाँ तल चाहिँ धरान धनकुटा यता पाथिबाट जान्छ होइन त ल बिचको क्लिपहरू हेर्दै जाउँ ल त फाइनल्ली हामी अगाडितर्फ लागिसक्यौँ वी आर हेडिङ टुवर्ड्स माइजू होइन पुलिस दिदी हुनुहुन्छ उहाँ के भएर यति भिड भएको यहाँ ल त बिचको क्लिप काट्दै हेर्नुपर्छ ओके रहेछ भन्दा नि यो त के भन्नु अब यसलाई ग्राभे छराको बाटो चाहिँ राम्रै छ यतिको हाम्रो लागि पर्फेक्ट हो तर दुईमा नि तान्नु भन्दैन कि के हो लामा कुरी बाटो पो खन्दै रहेछ कहाँदेखि जाने तर जान्छ होला जान्छ भएर यस फाइनली
हामी चाहिँ काटिसक्यौँ तर काटेको चाहिँ भिडियो गर्नु पाएन किनभने त्यहाँ टन्नै केटाहरू थियो क्या माया साला बासै गर्नु नदिने अब यहाँ एकमा कुदाउनु कि दुईमा कुदाउनु नेपाली मामाहरू हो निलो चस्मा लाएर नेपाली मामाहरू मात्रै हुनुहुन्थ्यो बाटो चाहिँ अब यहाँदेखि त फेरि त्यही रामकृष्ण ढकाल जस्तो त होला निकाल्ने केटा तर कट्टा कट्टा गयो फाइनल्ली मेरो कपाल चाहिँ दुम्सीको जस्तो भइसकेको छ होइन अहिले चाहिँ कहाँ पुग्यो मलाई पनि थाहा छैन यो नयाँ बाटो आएको होइन त्यही भएर देखाउन आँटेको छु केटा पक्का छ तर कस्तो लागेर जस्तो देखेको रहेछ ओ माई गड दिस इज द भिर दिस इज बेटर वाउ नाइस वाउ गाडी चाहिँ त्यहाँ छ यति भयो फेरि समवन इज टप अफ द वर्ल्ड दौरा खोजिङ पहाडी नो फियर हा नो वी हेभ टु गो हामी नाम्चे बजार आइसकेका छौँ यसलाई चाहिँ नाम्चे बजार भन्दो रहेछ मलाई नि थाहा चाहिँ छैन होइन नाम्चे बजार भन्दो रहेछ नाम्चे बजारको चाहिँ फुलै हेरौँ न बजार मात्रै हो पछि घुम्न आउँदा चाहिँ पुरै हेर्नुपर्छ दिस इज नाम्चे बजार होइन अझै हामीले टाढो छ पुग्नु यात्रा लामो छ यात्रा जारी छ नानी बाबुहरू लाली गुराँस होटल एन्ड लज नाम्चे बजार काटिन्छ चाहिँ हेर्नै पर्ने हुन्छ अङ्कलहरू सेल्फी गुड 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 नट ब्याड होटल एन्ड लज गायत्री होटल एन्ड लज वी आर ट्राभलिङ थ्रु नाम्चे बजार पनि ठुलै छ ख्यालख्यालमा अब चाहिँ सक्नु लाग्यो यति बेला ठुलै हो नि होला चलेछ ल नाम्चे बजार पनि सक्यो अब हामी पुग्नु पर्छ ल पर पारी देखिँदैन ल यो चाहिँ के हो पुग्नु पर्ने ठाउँ टाढै छ है त ल काट्दै काट्दै देखाउँछु अब उयो पर अलिक डेन्जर छ है एउटा रास्ता म त्यो चाहिँ देखाउँछु रोकिवरी भिडियो गरेर ल गाइज ल त गाइज मैले भनेको ठाउँ आइसकिसक्यो होइन यो चाहिँ यो खासै ठाउँको नाम चाहिँ मलाई पनि थाहा छैन वाउ दिस भिलेज इज प्रिटी नाइस यता पनि भिड छ होइन यता पनि भिड छ उहाँ परबाट चाहिँ भिड देखिन्छ होइन परबाट गाडीहरू आउँदैछ अनि यता पनि भिड छ अम्बो साथी भिड त फेरि अनएक्सपेक्टेड पारा छ नि त डर लाग्यो यार परबाट गाडी आउँदैछ गाडी हामी चाहिँ पुग्नुपर्ने चाहिँ यहाँ है यहाँबाट फेरि अझै अलिक तल यहाँ यतै पुग्नुपर्छ होला सायद त्यहाँसम्म पुग्नुपर्ने होइन निकै टडकहरू आउँदैछ हाम्रो गाडी चाहिँ यहाँ छ होइन ल त लाग्नुपर्ने हुन्छ अब तल वान पिस हो ड्याम कन्स्ट्रक्सन हुँदै रहेछ नि त अगाडि त खत्तमै भयो नि त बर्बादै भयो ल त गाइज फाइनली रोड खुलेको अवस्था हामीले जानुपर्छ अब
म्याक्री मुना मदन श्री काली देवी माइकी जय बाटो खुल्यो यहाँबाट माथि जानुपर्ने हो यहाँबाट माथि हाल्नुपर्ने हो गाडी को जामौ बाटो खुल्यो न खुसी ला जाम Oh my god. भइसक्यो मायाकुरी रेसम फिलिली उडेर जाउँ कि डाँडामा भन्ज्याङकै सम्फिली गीत गान एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेसम फिलिली मोबाइल हल्लेको ओके गाइस अब डाइरेक्ट भेटार के अरे डाँडा बजारको म ठ्याक्कै क्लिप देखाउँछु ल हामी चाहिँ अब डाँडा बजार पुग्यौँ डाँडा बजार होइन फाइनली वी आर हेडिङ टुवर्ड्स डाँडा बजार यो चाहिँ एउटा दामी ठाउँ हो घुम्नुको लागि लाइकको हुन्छ होइन अहिले यहाँ चाहिँ मामाश्रीहरू बस्नुहुन्छ अलिकति नगरौँ होला अब चाहिँ हामी छिर्यौँ डाँडा बजारभित्र डाँडा बजार है त यो चाहिँ डाँडा बजार दामी बनाएको रहेछ त हौ सरी गाइस मैले टेक्नै परेको थियो फाइनली वी आर अन डाँडा बजार रनिङ भित्र द सिटी सो आम्मामा दामी पम्प बनाएको छ त हौ वरिपरि हालेर यार मेरो झन्डाले भेटेर तानी पठाउँछ कि फेरि जस्तो जस्तो लाग्यो तर बसहरूले त पिटिको घर नि राम्रो सम्म छ हौ फेरि यहाँ आमै डाँडा बजार चिसो चिसो छ तपाईँहरूको गाउँतिर गाउँठाउँतिर सहर बजारतिर त जाडो होला ए गर्मी होला यो चाहिँ हाई स्कुल भानु माध्यमिक विद्यालय भानु माध्यमिक विद्यालय अरे है त हामी चाहिँ सिधै जाने हो
Wow, sunset. Let's go, let's go. Wow, this is fucking awesome, bro. Pop up. Hi. Whoa. Road is good. पहिला यस्तो थिएन हो पहिला यहाँ फेरि उयो थियो क्या के अरे सोलिङ हालेको थियो उकालो न उकालो ओ माई गॉड यहाँ माथि कहाँ जाने हो फेरि वाउ सनसेट क्या दामी बनाएको यार डाँडा बजार त वाउ ब्रो अब चाहिँ डाँडा बजार लगभग सकेको होइन यति नै हो तर म अन्तिमसम्म देखाइहाल्छु तपाईँहरूलाई आधी गाइस ब्याग पनि पुरै देखाउनु पर्दैन भन्दा कोही कोहीहरूले फेरि एक्जाम लाग्छ नि हो हात चाहिँ ओभर दुखिसक्यो कि म चाहिँ ट्याक्क फोन एकछिन यहाँ हाल्छु ल त पिच भनेको त महा पिच रहेछ जे भयो नि डाँडा बजार यतिको चाहिँ राम्रो बनाएको है कसम आई एप्रिसिएट द्याट यार म्यान तर म एकखेप आउनु पनि धेरै वर्षपछि आएको त्यही भएर पनि यस्तो दामी चेन्ज भएको होला ए टाङ्दै हुनुहुँदो रहेछ नि त टाङ्दै हुनुहुँदो रहेछ उनीहरूलाई 101 कोटको सलामी छ साँच्ची नै हो टुरिस्ट प्लेस ऊ त्यो माथि स्टुपा रे के हो त्यो स्टुपा भनेको मूर्ति होइन स्ट्याचु भनेको मूर्ति त सरी गाइस म चाहिँ बोर्डिङ स्कुल होइन नेपाली नै पढेको त्यही भएर अलिकति कन्फ्युजन हुन्छ क्या अब मन्दिर जस्तै हुन्छ होइन पिच छ दिँदा त्यस्तो खतरा पिच रहेछ पिच भनेको त आमा पिच रहेछ नि त पिच खतरा पिच छ दिँदै हो यतिको पिच हुनुपर्छ क्या अहिले चाहिँ हामी घनघर जङ्गलको यात्रामा गर्दैछौँ जङ्गल फेरि कस्तो डेन्स छ क्या ऊपर डेन्जर छ गाडीहरू पनि कुद्दैन चराचुरुङ्गी पनि कराउँदैन न बाँदर भेटिन्छ न ढेँडु भेटिन्छ केही भेटिँदैन यहाँ त जङ्गल भाइ गाडी पनि अहिले एउटा पनि भेटिँदैन यहाँ भनेको हन्टेड हो भूत प्रेत भाइ केही भेट्दैन भेरी भेरी मच डेन्जरस ठाउँ फेरि चिसो चिसो छ ल त गाइस अब एकैचोटि भेटौँला सिमेन्टी झारेको बेला सकिगयो होइन सिमेन्टी झारेको नि भिडियो गर्नु पाएन अनि घर पुगेको नि भिडियो गर्नु पाएन 10 बजिरहेको थियो होला ल त गाइस अब अर्को पालि चाहिँ योभन्दा अलिक राम्रो गर्ने प्रयास गर्छु पावर ब्याङ्कमा पनि चार्ज सकिसकेको थियो फोन पनि स्विच अफ थाम्दैन चार्जले
त्यही भएर गर्न पाइनँ। अब ल त गाइस, जसले अन्तिमसम्म हेरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसरी नै माया देखाउनुहोस्, किप सपोर्टिङ। ल त जाने बेला प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। अनि स्टे ट्युन्ड, अर्को भिडियो पनि छिट्टै आउनेछ। ल त बाई गाइस, स्टे सेफ।